नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले केही लोककथाहरू लिएर आएको छु। आशा छ तपाईलाई आजका लोककथाहरू मन पर्नेछ। आजको लागि पहिलो लोककथा रहेको छ धुन्दुली जस्ती स्वास्नी धुन्धुकारी जस्तो छोरो भएको भन्दा नभएकै भलो। तुङभद्रा नदीका किनार स्थित एक नगरमा आत्मदेव नाम भएका एकजना विद्वान तर सोझा ब्राह्मण बस्दथे। उनकी धुन्दुली नाम भएकी ज्यादै ठगाई र फटाई पत्नी थिइन्, तर ब्राह्मण भने उनलाई असलै ठान्दथे। प्रशस्त सम्पत्ति भए तापनि सन्तान नभएकाले ब्राह्मण चिन्तित थिए। अर्कातिर धुन्दुली चाहिँ आफूले सुत्केरी कष्ट खप्नु नपरेको, बच्चा स्याहार्नु नपरेकोमा दङ्ग थिइन्। गाउँभरिका नखरी र कुरौटे आइमाईहरू भेला गरी कुरा दोचार्नु उनको दिनचर्या थियो। धेरै समय बित्दा पनि सन्तान नभएपछि ब्राह्मण जीवनदेखि निराश भई आत्महत्या गर्ने सुरले एक दिन जंगलतिर लागे। एउटा ठूलो सरोवरमा डुब्न लाग्दा एकजना महात्माले देखि उनलाई रोकी। आत्महत्या गर्नु पाप हो, तपाईको भाग्यमा सन्तान छैन, त्यसकारण त्यसको इच्छा नगर्नुहोस् भनी सम्झाए। तर जति सम्झाए पनि ब्राह्मणले आत्महत्या गर्ने आफ्नो इरादा नबदलेपछि महात्माले आफ्नो झोलाबाट एउटा फल झिकेर दिँदै भने, यो फल लगेर तपाईकी श्रीमतीलाई खान दिनुहोस्, तपाईलाई पुत्र प्राप्त हुनेछ। आत्मदेवले त्यो फल ल्याएर सबै बेली विस्तार लगाई धुन्दुलीलाई दिए। धुन्दुलीलाई अब बडो चिन्ता पर्यो, किनभने उनलाई सन्तानको चाहना थिएन। यतिकैमा धुन्दुलीकी बहिनी उनलाई भेट्न आइन्। उनले आफ्नो सारा मर्का बहिनीलाई सुनाइन्। बहिनी एक त गरिब, त्यसमाथि धेरै छोराछोरी भएकाले पाल्न धौधौ परिरहेको थियो। झन् उनी 1 महिनाकी गर्भवती पनि थिइन्। तब बहिनीले भनिन्, धन्दा मान्नु पर्दैन, तपाईँ त्यो फल गाईलाई खान दिनुहोस्, मेरो श्रीमानलाई केही रकम दिएर फकाउनुहोस्। मेरो पेटको बच्चा जन्मेपछि उहाँले सुटुक्क त्यो बच्चा यहाँ ल्याइदिनुहुनेछ, त्यसैलाई मैले पाएको भनी आत्मदेवलाई झुक्याउनुहोस्। धुन्दुलीले फल गाईलाई दिइन् र आफ्नो पेटमा थाङ्ना बेरेर ठूलो पारी गर्भवती भएको अभिनय गरिन्। सोझा आत्मदेवले केही थाहा पाउन सकेनन्। बहिनीको बच्चा जन्मेपछि सोही बच्चो घरमा ल्याई आफू सुत्केरी भएको अभिनय गरिन्। बच्चाको नाम धुन्धुकारी राखियो। महात्माले दिएको फलका प्रभावले गर्दा घरमा पालेका गाईले पनि एउटा बालकलाई जन्म दियो, जसका कान चाहिँ गाईका जस्ता थिए। त्यसको नाम गोकर्ण राखियो। धुन्दुलीले आफ्नो दूध नआएको र बहिनीको बच्चो जन्मेर हालसालै मरेकोले बहिनीलाई बोलाई उसको दूध बच्चालाई खुवाउने प्रस्ताव राखिन्। आत्मदेवले स्वीकार गरे। बहिनी आएर धुन्धुकारीलाई हुर्काई। धुन्धुकारी सानैदेखि फटा र बदमास भएर निस्कियो। गोकर्ण सानैदेखि सज्जन, अध्ययनशील र कर्तव्यपरायण भएर निस्किए। धुन्धुकारीले जुवा, रन्डीबाजी, मदिरा आदिमा घरको सर्वस्व सिद्ध्यायो। त्यही पीडले आत्मदेव घर त्यागेर बेपत्ता भए। दाजुको चालामाला देखेपछि गोकर्ण पनि घर र सम्पत्ति उसैलाई छाडेर आफूले केही पनि नलिए अन्यत्र हिँडिदिए। धुन्धुकारी छन् छाडा भई 7वटी वेश्यालाई स्वास्नीको रूपमा घरमा भित्रायो। घरको सारा सम्पत्ति सिद्ध्याएपछि उसको दृष्टि धुन्दुलीको पेवा पातमा पर्न गयो। एक साँझ उसले बुद्धु धुन्दुलीको जगल्टा समातेर भन्यो, तैँले लुकाएर राखेको सम्पत्ति कहाँ छ? तुरुन्तले, होइन भने तँलाई अहिले काटेर मार्छु। धुन्दुलीले भोलिसम्मको भाका मागिन्। उसले मन्जुर गर्यो। तब त्यसै रात धुन्दुली घरबाट निस्किन् र आफ्नो विगतमा गरेका कुकृत्य उपर पश्चाताप गर्दै इनारमा फाल हानेर प्राण त्यागिन्। धुन्धुकारीले सम्पत्तिको लागि अब चोरी डकैती र हत्या पनि गर्न थाल्यो र अथाह सम्पत्ति कमायो। उसले घरमा भेला गरेका 7वटा वेश्याहरूले त्यो सम्पत्ति देखेपछि एक दिन धुन्धुकारीलाई मारेर जो भएको सम्पत्ति भागभण्डा गरी आफ्ना नाठासँग हिट्ने सर्वसम्मत सल्लाह गरे र ऊ निधाएको बेला पारी घाँटीमा पासो लगाइदिए। तत्काल उसको प्राण नगएकोले मुखमा अगुल्टो झोसिदिए। फलत ऊ मर्यो। मरेपछि पूर्वजन्मका कुकृत्यले गर्दा ऊ प्रेत भएर दशै दिशामा व्याकुल भई भड्किन थाल्यो। गोकर्णले दाजु मरेको खबर पाएपछि गोकर्ण काशी, गया, प्रयाग, बद्री आदि विभिन्न तीर्थस्थलमा श्राद्धदी कर्म गरिदिए। तर उसले त्यो तर्पण, पिण्ड आदि केही पनि पाउन सकेन। कैयौं वर्षपछि गोकर्ण आफ्नो जन्मस्थल हेर्न भनी गाउँमा फर्किए। त्यसबेला उनको घर खण्डहर भइसकेको थियो। रात परेकोले उनी आरामसँग सुते। प्रेत योनिमा प्राप्त भएको धुन्धुकारीले विभिन्न स्वरूप लिँदै रातमा उनलाई तर्साउन थाल्यो। गोकर्णले त्यो अज्ञात आत्मासँग नडराइकन उसको परिचय र नालीबेली सोधेपछि धुन्धुकारीले रुँदै आफ्नो सारा विगत बतायो र त्यो अवस्थाबाट मुक्त गरिदिन आग्रह गर्यो।
गोकर्णले उसैको आग्रह बमोजिम श्रीमद् भागवत सप्ताह पुराण सुरु गरे। धुन्धुकारी पनि पुराण सुन्नको लागि एउटा सुकेको 7 आँखला भएको बाँसको ठुटोभित्र आएर बस्यो। पुराण सुरु भएपछि प्रत्येक दिन बाँसका ठुटाका 1वटा आँखला फुट्दै गए। 7औं दिनमा पुराण सम्पन्न भई 7औं आँखलो पनि फुटेपछि धुन्धुकारी अदृश्य प्रेत योनिबाट मुक्त भई दिव्य स्वरूपमा देखा पर्यो र तत्कालै स्वर्गबाट विमान आई भगवानका दूतहरूले उसलाई स्वर्गमा लगे। यो रहेको थियो लोककथा। धुन्धुली जस्ती स्वास्नी धुन्धुकारी जस्तो छोरो भएको भन्दा नभएकै भलो। लागौं अर्को लोककथातर्फ। लोककथाको शीर्षक नाङ्लो दिने पट्यास लुकाउने। लोग्ने दिनभरि खेतमा गएर हलो जोत्थ्यो। स्वास्नी घरमा बसेर खरधन्दा सामल तुल्याउने पकाउने इत्यादि काम गर्दथे र उनीहरूको घर गृहस्थी राम्रोसँग चलिरहेको थियो। एक दिन बेलुका लोग्ने स्वास्नी बीच वाद विवाद चल्यो र त्यसले झगडाका रूप लियो। लोग्ने भन्थ्यो, त राडी दिनभरि घर बसेर हल्का फुल्का काम गरेर चयन गर्ने, म चाहिँ मरिमरि हलो जोत्ने। स्वास्नी भन्थे, घरको काम गर्न कति गाह्रो छ तिमीलाई के थाहा। खेतमा गएर एक सुरले गर्ने काम पाए कसले गर्दैन। म त पाएदेखि त्यही काम गर्ने थिएँ। आफूले खरधन्दा गर्नु पर्यो भने देख्छौ बाबुको बिहा। भनाभन हुँदै गएपछि भोलिदेखि स्वास्नीले हलो जोत्ने र लोग्नेले घरधन्दा गर्ने सहमति भयो। भोलिपल्ट बिहान स्वास्नी हलो जुवा बोकेर गोरु धपाउँदै खेततिर लागि। लोग्ने चाहिँ पानीको गाग्रो च्यापेर धारातिर लाग्यो। खेतमा पुगेर स्वास्नीले जेनतेन गोरु नारेपछि जुवामा भएको हलनोटमा हलोको हरिस अडाउनको लागि हलनोटको गाँठो फुकाउन खोजी, तर जति कोसिस गर्दा पनि गाँठो फुकेन। उसले लगातार प्रयास गरिरही। दिउँसो टन्टलापुर घाम लाग्यो। ऊ त्यही प्रयासमा लाग्दा लाग्दा गलेर लखतरान भई र त्यत्तिकै साँझ पर्यो। लोग्नेले हलनोटको गाँठो लुकाइदिएको कारणले गर्दा हलनोट नखुलेको ठहर गर्दै थकाइ र भोकको सुरमा लोग्नेसँग मुरमुरिँदै हलो जुवा र गोरु लिएर घर फर्की। यता घरमा लोग्नेले धाराबाट एक गाग्री पानी ल्याएपछि भात पकाउनका लागि चामल हेर्यो। चामल सकिएको थियो। उसले अलिकति धान झिकेर ओखलमा लगेर कुट्यो र केलाउनका लागि नाङ्लोमा हाल्यो। तर जति प्रयास गर्दा पनि उसले पट्यास पट्यास पारेर निफन्न सकेन। फलत स्वास्नीले नाङ्लो मात्र दिएर पट्यास चाहिँ लुकाएर गइछ भन्ने ठहर गरी। ऊ पनि स्वास्नीसँग मुरमुरेर बसिरह्यो। घरमा आइपुग्न साथ स्वास्नीले भनी, मलाई जोत्न अप्ठ्यारो परोस् भनेर तिमीले त्यो हलनोटको गाँठो किन लुकाइदियो? लु भात ल्याउ छिटो, भोकले मरे। लोग्नेले भन्यो, मलाई चामल निफन्न अप्ठ्यारो परोस् भनेर तैँले त्यो नाङ्लोको पट्यास किन लुकाइदिएस्? छिटो झिकेर नाङ्लोमा हालेर चामल निफन अनि भात पका। म पनि भोकले मरे। स्वास्नीले नाङ्लो टपक्क टिपेर पट्यास पट्यास पारेर चामल निफन्दै भनी, पट्यास पनि कहीँ लुकाउने चिज हो त? यो त आफ्नै सिपो हो त। लोग्नेले पनि हलुटको पुवालमा हरिसको ठेडी घुसार्दै भन्यो, हलुटको गाँठो फुकाइरहनु पर्छ त? यसरी हरिसको ठेडी घुसाएर अड्काउनु पर्छ। बल्ल दुवैलाई आफ्नो गल्ती महसुस भयो र परम्परागत श्रम विभाजन अनुसार फेरि भोलिदेखि नै लोग्नेले बाहिरी काम र स्वास्नीले घरधन्दा गर्न दुवै राजी भए। लागौं अर्को लोककथातर्फ। कथाको शीर्षक 20 दिनु भनी लेख्न खोज्दा भाग्यले बिसाए भनी लेखाइदियो। शिकार खेल्न भेष बदलेर गएका एकजना राजा रात परेकोले परदेशीको रूपमा एउटा गरिबको झुपडीमा बास बस्न पुगे। त्यसका बग्रेलती छोराछोरीहरू थिए। घरमा खान भने केही थिएन। एउटा अर्को छोरो जन्मेको 6 दिन मात्र भएको थियो। राजा झुपडीको ढोकै सामुन्ने सिकुवामा सुतेका थिए। आधा रातमा एकजना आगन्तुकले खै बाटो छाड त, म भित्र जाउँ भन्यो। राजाले तिमी को हौ भनी सोद्धा उसले म भावी हुँ, यस घरको नवजात बच्चाको निधारमा त्यसको भाग्य लेख्न आएको हुँ भनी जवाफ दियो। तब राजाले तिमीले बच्चाको भाग्यमा लेखेको कुरो बताउँछौ भने मात्र बाटो छोड्छु, नत्र छाड्दिन भन्ने अडान दिएपछि भावीले राजाको शर्त स्वीकार गरी भित्र गई लेखिसकेर बाहिर निस्क्यो र मैले यस बच्चालाई यसै देशका राजाकी छोरीसँग विवाह हुने भाग्य लेखिदिए भनी आफ्नो बाटो लाग्यो। यस्तो दरिद्र परिवारको केटो आफ्नो ज्वाइँ हुने कुरोले राजालाई चिन्ता परी रातभरि निदाउन सकेनन्। भोलिपल्ट बिहान राजाले बच्चाका बाबुआमालाई भने, हेर्नुहोस्, तपाईहरूलाई जहान ठुलो भएकोले दुःख रहेछ। मसँग सम्पत्ति प्रशस्त छ तर सन्तान छैनन्। तपाईको बच्चो धर्मपुत्र राख्न मलाई दिनुभयो भने बच्चाको भाग्य पनि सप्रिन्छ, मेरो पनि कल्याण हुन्छ। बाबुआमा पनि मन्जुर भए र बच्चो राजालाई दिएर पठाए। राजाले बच्चालाई नजिकैको नदीमा लगेर बगाइदिए। धेरै तल बच्चो राजालाई धेरै तल एकजना माझी जाल हानिरहेको थियो।
बच्चो त्यही जालमा अल्झियो। माझीले त्यसलाई घर लगी आफ्नै छोरो सरह पाल्यो। केटो हुर्केर जवान भएपछि एक दिन राजा शिकार खेल्दै खेल्दै माझीको झुप्रोमा आइपुग्यो। त्यहाँ उनले दिव्य तेज भएको ज्यादै खाइलाग्दो र सुन्दर केटालाई देखि माझीलाई सोध्यो, यो तिम्रो छोरो हो? माझीले भन्यो, मेरै छोरो त भन्नु पर्यो नि। आजभन्दा 18 वर्ष पहिले यही नदीमा बग्दै आएको थियो। मैले फेला पारेर पालेको हुँ। राजालाई शंका भयो र तिथिमिति आदि सबै कुरो सोधपुछ गर्दा त्यो केटो आफूले बगाएको बच्चो नै हो भन्ने यकिन भयो। तब राजाले भन्यो, म यो देशको राजा हुँ। तिम्रो छोरालाई म जागिर लगाइदिन्छु, मसँग पठाइदेऊ। माझी हर्षित हुँदै छोरालाई राजाको साथ पठाइदियो। राजाले त्यो केटालाई तुरुन्तै सिद्ध्याउने विचार गर्यो। उनले रानीको नाममा यो केटालाई विष दिनु भन्ने आशयको चिठी लेखी केटाका दौराको तुनामा बाँधिदिए र भने, तैँले अहिले दरबार गएर रानीलाई भेटी यो चिठी रानीको हातमा दिनु। केटो सोझै दरबारतिर गयो। दरबारको आँगनमा पुगेपछि त्यहीँको फलैचामा एकछिन थकाइ मार्न बसेको थियो। पुसुक्कै निधायो। संयोगवश राजकुमार त्यताबाट हिँड्दा उनका आँखा फलैचामा सुतिरहेको सुन्दर नवजवानमा पर्न गयो र उसको रूप र व्यक्तित्व देखेर उनले उसलाई तुरुन्तै मन पराइन्। दौराको तुनामा आफ्नै बाबुको हस्ताक्षरयुक्त चिठी देखेर उनले कौतूहलवश सुटुक्क झिकेर हेरिन्, जसमा यो केटालाई विष दिनु भनी लेखिएको थियो। यस्तो सुन्दर युवकलाई विष दिने भनी लेखेको चिठीको बेहोरामा उनलाई विश्वासै लागेन। राजकुमारीको नाम विषया थियो। उनले सोचिन्, यो पक्का पनि विषय लेख्न खोजेको हो। भुलले गर्दा 20 मात्र लेखिएको हो। अत उनले आफै 20 पछि या थपिदिन् र चिठी जस्ताको तस्तै राखिदिन्। एकछिनपछि बिउजेर केटोले रानीलाई चिठी जिम्मा लगायो। चिठी पढेपछि रानीले तुरुन्तै राजकुमारीको विवाह केटासँग गरिदिन्। राजा दरबारमा आइपुग्दा छिटो उनको ज्वाइँ भइसकेको थियो। लागौं आजको लागि अन्तिम लोककथातर्फ। कथाको शीर्षक भताभुङ्गे राजाको लथालिङ्गे अदालत। सुनसरीको धरान नगरको इशान कोणमा विजयपुर भन्ने गाउँ छ। सो ठाउँमा हाल भताभुङ्गे राजाको दरबारको भग्नावशेष भनिने केही ढुङ्गाहरू छन्। भनिन्छ परापूर्व कालमा त्यहाँ भताभुङ्गे नामका एउटा मूर्ख राजा शासन गर्दथे र राजा लगायत मन्त्री, भाइ भारदार सबैजना 101 बेवकुफ र मूर्ख थिए। एकपटक भदौ महिनातिर पहाडबाट आएका भरियाहरू ढाकर बोकेर सर्दु खोला तर्न लागेका थिए। अचानक बाढी आएर ढाकर सबै बगाएर लग्यो। भरियाहरूले जेनतेन आफ्नो ज्यान बचाए। त्यसपछि उनीहरूले सर्दु खोलाका नाममा भताभुङ्गे राजाको अदालतमा उजुर गरे। राजाले सर्दु खोलालाई तुरुन्तै फाँसीमा चढाउनु भन्ने हुकुम दिए। मन्त्रीहरूले सर्दी खोलालाई फाँसी दिन नसकेकोले पानीले ढाकर बगाएको हो, त्यसैले पानीलाई सजाय हुनुपर्छ भनी राजा कहाँ जाहेर गरे। पानीलाई फाँसीमा चढाउनु भनी राजाबाट हुकुम भयो। पानीलाई पनि फाँसी दिन सम्भव नभएकोले बादलले पानी पारेको हो, तसर्थ बादललाई सजाय हुनुपर्छ भनी राजा कहाँ जाहेर गरियो। बादललाई फाँसीमा चढाउनु भनी राजाबाट हुकुम भयो। त्यो पनि सम्भव नभएकोले कुमालेले हाँडी काग्रा पोल्दा निस्केको धुवाबाट बादल निस्केको हो, त्यसैले कुमालेलाई सजाय हुनुपर्छ भनी राजाकोमा जाहेर गरियो। कुमालेलाई फाँसीमा चढाउनु भनी राजाबाट हुकुम भयो। तुरुन्तै सिपाहीहरूले कुमालेलाई पाता फर्काएर ल्याए। उसलाई फाँसी दिने तख्तामा चढाइयो, तर कुमाले अलिक अग्लो भएकोले तख्ता खुस्काउन साथ भुइँमा खुट्टो टेकिहाल्थ्यो र घाँटीमा डोरी सुर्काउनी पर्नै पाउँदैन थियो। मूर्ख हाकिमहरूलाई डोरी छोटो पार्ने बुद्धि आएन। दिनभरि पटक पटक त्यही काम गरिरहँदा पनि कुमाले नमरेकोले आजित भई राजा कहाँ जाहेर गरे। राजाबाट मन्त्रीसँग परामर्श गरेपछि कुमालेको सट्टामा ठिक्क उचाइ भएको अर्को मान्छे ल्याएर फाँसी दिनु भन्ने हुकुम दियो। भोलिपल्ट बिहान सिपाहीहरूले एउटा पुटको मान्छेलाई पाता फर्काएर ल्याए, तर त्यो मान्छे बुद्धिमानी रहेछ र राजाको मूर्खताबारे परिचित पनि रहेछ। तसर्थ ऊ फाँसीको तयारी गर्ने सिपाहीहरूलाई, ए मोराहो छिटो गर न, तिमीहरूको ढिला शास्तिले गर्दा मेरो बर्बाद हुन लाग्यो भनी कराउन थाल्यो। सिपाहीहरूले अचम्म मान्दै उसले हतार गर्नुको कारण सोधे। उसले भन्यो, आज स्वर्गको राजगद्दी खाली छ र जो सबभन्दा पहिले पुग्छ उसैलाई राजा बनाइदिने भएको छ, त्यसै भएर मैले हतार गरेको। यो कुरो तुरुन्तै राजालाई जाहेर गरियो। कुरो सुन्न साथ राजा आफै त्यहाँ आएर भने, मूर्ख, म छँदाछँदै तैँले स्वर्गका राजा हुन खोज्ने? स्वर्गको राजा म हुन्छु, बरु त चाहिँ मेरो यही राज्य चला। लौ सिपाही हो, छिटो मलाई फाँसीमा चढाऊ। फलस्वरूप राजा फाँसीमा चढेर स्वर्ग गए। बुद्धिजीवी चाहिँ राजगद्दीमा बस्यो।
यो सँगै आजका लागि सम्पूर्ण लोककथाहरू सकिएका छन्। तपाईलाई आजका लोककथाहरू के कस्ता लागे? यो लोककथाका संकलक हुनुहुन्छ झमक प्रसाद शर्माज्यू। कथा सम्बन्धी प्रतिक्रिया भए कमेन्टमा उल्लेख गर्नुहोला भन्दै आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।